Namaste and a very good morning to everyone present here. It is with great honor and pride that I welcome you to the Guinness World Records attempt titled Fastest Time to Spell 50 Words Backwards. Today, Mr. Krishna Pandey will attempt to set a new Guinness World Record. His goal is fastest time to spell 50 words backwards. 3, 2, 1, start. Action. NYTC, Banking. JNI, Starting. and JNI Maharaj, Seats. EGDIL, College. EGLL, National. LI Region, Local. NCRIC, Convert. TRDNC, Elector. RDCRI, Open. NYDL, Lending. JNIDNL, Delivery. UINBIL, Income. IDJNIF, Working. JNSUL, Pressure. ERSCRP, Doctor. NYTC, Control. LYTNC, Section. NYTCRP, Entry. UINTNP, Picture. ELTCRP, Function. NYDL, Loading. JNIDSC, Section. NYTCL, Consider. IDUPMC, Cancel. IDNT, Logical. LCIUL, Complete. EGLPMC, Single. IDGNIS, Program. MERGRP, Security. YTIGCS, Silver. IDLIS, Digital. LHIGIG, GNSS1, IDGNIG, Natural. LRUTL, Location. NYTSUL, Simple. LPOEP, Central. LRTNC, Addition. NYTIDT, LTTIL, Company. YNPMC, Hospital. LTIPSS, Anchor. RSCN, Capital. LTIPC, Circular. RLCRC, Letter. IDTD, Duty. YTUAP, Travel. LVRT, Ticket. TKCID, School. LOSCS. A big round of applause. Please give a big round of applause to our record holder, Mr. Krishna Pandey. So please give a big round of applause. 2013मा मैले वर्ल्ड रेकर्ड राखेको थिएँ, अनि भिडियो पनि हेरिसक्नुभयो। त्यसमा चाहिँ अमेरिकाको न्युयोर्क जस्तो सिटीमा गएर लगभग 500-600 जनाको बिचमा मैले वर्ल्ड रेकर्ड राखेको थिएँ। त्यो पनि एउटा स्पेसल मोमेन्ट थियो। त्यतिखेर चाहिँ मलाई भनौँ न केही कारणवश, बाध्यतावश या भनौँ त्यहाँको परिस्थितिवश अमेरिकामै वर्ल्ड रेकर्ड राखेको थिएँ र मन चाहिँ नेपालमा राख्नु मन थियो र त्यसपछि राख्न मन लागिरहेको थियो। अनि संयोगवश भनौँ या सबैको सहकार्य, सबैजनाको सहयोगबाट अहिले आएर नेपालमा वर्ल्ड रेकर्ड राख्न पाएको छु। त्यो भनेको मेरा लागि एकदम गौरवको कुरा हो। त्यसमा सहयोग पुर्याउनु हुने यहाँ मैले रामेश्वर मामा नै भन्छु, मेरो मामा हुनुहुन्छ उहाँ। अनि उहाँले एउटा भान्डालाई मात्रै नभएर एउटा ट्यालेन्टलाई नेपालमै ल्याएर वर्ल्ड रेकर्ड राख्नुपर्छ भन्ने एउटा जुन एउटा देखाउनु भयो, मलाई इन्करेज गर्नुभयो। त्यसकै रिजल्ट भनेको आज यहाँ हामीले वर्ल्ड रेकर्ड राख्न पाइयो। पहिला अमेरिकामा पनि गर्ने कुरा थियो र प्रेस कन्फरेन्स पनि गरिसकेको थियो, तर त्यो प्रोग्रामलाई चाहिँ हामीले नेपालमा ल्याइयो र अहिले एक्जिक्युट गरियो। यो भनेको अब भनौँ न यो वर्ल्ड रेकर्ड जस्तो हाम्रो आरके सरले भने जस्तै कुनै पनि विधामा हुनसक्छ, त्यसका लागि चाहिँ दक्ष हुनैपर्छ, अरूभन्दा एक्सेप्सनल हुनैपर्छ वर्ल्ड रेकर्ड राख्नको लागि। वर्ल्ड रेकर्ड मात्रै होइन, त्यस्ता अरू पनि विभिन्न खाले क्षमता हुन्छन्, विभिन्न खाले टाइटल हुन्छन्, त्यो चाहिँ लिन सकिन्छ। मैले एउटा यो वर्ल्ड रेकर्ड राख्नु भनेको मैले एउटा आफ्नो जीवनमा एउटा ऊर्जा, आफूलाई ऊर्जा थप्ने कामको रूपमा लिइरहेको छु। यसबाट फाइनेन्सियल बेनिफिट केही पनि हुँदैन, बरु खर्च धेरै हुन्छ। तर चाहिँ यसबाट के हुन्छ भने मैले जीवनमा केही गर्न सक्छु। आफूभित्र रहेको ट्यालेन्ट भन्ने बित्तिकै हाम्रो सोचाइमा एकदम लिमिटेड एरियाहरूलाई ट्यालेन्टको रूपमा लिइन्छ। तर यो ती कुराहरूभन्दा बाहिर रहेर अरू कुराहरू पनि जस्तो पनि ट्यालेन्टलाई बाहिर ल्याउन सकिन्छ र बाहिर ल्याएर सोसाइटीको लागि युटिलाइज गर्न सकिन्छ, एउटा इन्डिभिजुअललाई मोटिभेट गर्नको लागि युटिलाइज गर्न सकिन्छ भन्ने म्यासेज स्प्रेड गर्नको लागि मैले 2013 नै लागेर वर्ल्ड रेकर्डहरू राख्दै गरेको हो। यो भनेको ब्रेनको, अब मेरो थोरै बताउँदाखेरि मेरो ब्रेन भनेको कसरी काम गर्छ भन्ने कुरामा कसैलाई लाग्न सक्छ। यो चाहिँ यो इन्बर्न ट्यालेन्ट हो, मेमोराइजर म होइन, मेमोराइज गरेर पोसिबल पनि छैन, किनभने डिक्सनरी घोकेर सकिँदैन। डिक्सनरी अगाडिबाट नै सकिँदैन, पछाडिबाट अभ्यासै सकिँदैन। मैले एकचोटि सुनेको वर्डलाई रिभर्स इन्स्ट्यान्टली गर्न सक्छु, जसरी तपाईँको दिमागले फ्रन्टबाट सोच्न सक्छ, स्ट्रेन हुँदा STUDNT गर्न सक्छ, त्यस्तै मेरो दिमागले दुवैतिरबाट एकैचोटि प्रोसेस गर्न सक्छ। मैले चाहिँ वर्डलाई भिजुअलाइज गर्न सक्छु, त्यही क्षमतालाई बाहिर ल्याएको। मेरो अमेरिकाको केही युनिभर्सिटीमा पनि कुराकानी भएको थियो ब्रेन स्टडीको लागि, तर चाहिँ केही कारणवश अगाडि बढेन। तर चाहिँ यो
डुअल वेमा काम गर्न सक्छ भन्ने मलाई लाग्छ र यसले चाहिँ अरू कुराहरूमा मलाई धेरै सहयोग पुर्याएको छ। त्यस कारणले गर्दा जस्तो म मात्रै नभएर मैले आफ्नो ट्यालेन्टलाई मात्रै ल्याउनुभन्दा पनि अरूको ट्यालेन्टलाई पनि बाहिर ल्याउनुको लागि एउटा मोटिभेटरको रूपमा आफूलाई बाटो देखाउन खोजिरहेको छु। किनभने मेरै दाइको छोरा ऊ चाहिँ सानै छ, उसले चाहिँ एकदम एक्साइटेड यस्तो कुरोहरूमा एक्साइटेड छ, सायद सबैभन्दा बढी एक्साइटेड हुने उनै होला होइन। अब भर्खरको युवालाई के हुन्छ भने केही चिज देखाउनु पाएँ, केही गर्न पाएँ, आफ्नो क्षमतालाई बाहिर ल्याउनु पाएँ, धेरै अगाडि बढिन्छ भन्ने लाग्न सक्छ। त्यही भएर यस्तो इन्टेलेक्चुअल कुराहरूमा आफ्नो ट्यालेन्टलाई बाहिर ल्याउनुपर्छ, एक्सप्लोर गर्नुपर्छ अनि आफू चिन्नुपर्छ, देशलाई संसारमा चिनाउनुपर्छ भन्ने म्यासेज लिएर नै अगाडि बढिरहेको छु। पहिला पनि विश्वले चिन्नेछ नेपाल भन्ने अभियान अन्तर्गत रवि लामिछानेज्यू म र प्रेम गुरुङ तीनजनाले हामीले अगाडि बढाएर 10 लाख सिग्नेचर हामीले युएनमा पनि पुगाएका थियौँ। त्यस अन्तर्गत हामीले कार्यक्रम पनि राखेको, सही कार्यक्रम गरेको थियौँ। त्यसरी अब फेरि त्यसरी नै अगाडि बढ्छु। एउटा चाहिँ म आफूलाई मात्रै नभएर अरूलाई पनि एउटा इन्सपिरेसन बन्न सक्छु भन्ने कुरा देखाउनको लागि एउटा वर्ड राइटर राखेको र केएमसीमा शैक्षिक संस्थामा गर्दा एउटा राम्रो पोजिटिभ प्रभाव के पर्छ भने शैक्षिक संस्थाहरूले एउटा पढाइलाई मात्रै नभएर बाहिरी कुराहरूलाई पनि साथ दिन्छ, अगाडि बढाउन सक्छ भन्ने कुराहरू, त्यो एउटा म्यासेज पनि वर्डमा जान सक्छ। त्यो कुराले गर्दा पनि शैक्षिक संस्थाहरूसित इन्भल्भ भएर काम गर्न पाउँदाखेरि धेरै खुसी लागेको छ। यसमा साथ दिनुहुने हाम्रा सबै एमआइटीका अनि केएमसीका र बेस्ट वेस्टर्न प्लसका सबै सर म्यामहरूलाई धेरै धेरै धन्यवाद। र त्यस बाहेक मलाई यो सुरुको दिनदेखि कार्यक्रमको लागि सहयोग गर्नुहुने र सबैभन्दा बढी इन्भल्भ हुने हाम्रो निशान पौडेलजी यहीँ हुनुहुन्छ। उहाँलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने टाइटल होल्डर त म हो, तर चाहिँ मेरो पछाडि उहाँ चाहिँ धेरै लागिरहेको छ, दिनरात नभइकन एकदम काम हुनुहुन्छ। र त्यति नै हो सबै कुराहरू। अब वर्ड रेकर्ड त 1 मिनटभित्र नै लागेन, 50 सेकेन्डमै सकियो। धेरै कुरा अगाडि बोरिङ पनि हुन्छ। ल थ्याङ्क यू सो मच एभ्रिवान। सबैजना आइदिनु भयो, यो ऐतिहासिक क्षणमा साक्षी भइदिनु भयो र नेपाललाई विश्वमा चिनाउनमा सहयोग गरिदिनु भयो। थ्याङ्क यू सो मच।